हाई गाइज गुड मर्निङ स्प्रिङ भ्याकेसन पनि सुरु भयो के अब ठ्याक्कै 1.5 महिनाको लागि आजबाट चाहिँ काम बक्का अब के सुरु हुन्छ के कहिलेकाहीँ चाहिँ म यसरी बिहान उठेर मेडिटेसन पनि गर्ने गर्छु के यसरी मेडिटेसन गर्यो भने चाहिँ मनै आनन्द हुन्छ के खुल्ला जस्तो बेला बेलामा गर्ने गर्छु यो हेर्नु न मलाई हेरिरहेको छ स्टेयरको भ्यालेन्टाइन गिफ्ट हो यो चाहिँ उठेपछि अरूले के गर्छ थाहा छैन तर म चाहिँ आफै नाच्ने आफै खुसी हुने आफै हाँस्ने काम गर्छु है अहिले चाहिँ म के 59 केजी छु म चाहिँ यो समर भ्याकेसन भन्दा अगाडि चाहिँ 56 55 हुन चाहन्छु के म चाहिँ के पहिला यो ब्ल्याक कफी चाहिँ विदाउट सुगर चाहिँ खानै सक्दिनँ थिएँ कि मलाई एकदमै तितो लाग्थ्यो तर पछि खाँदै गएपछि चाहिँ मलाई विदाउट सुगर नै कस्तो मिठो लाग्न थाल्यो क्या अनि त्यही भएर म चाहिँ कहिल्यै पनि सुगर एड गर्दिनँ क्या ब्ल्याक कफीमा सुरुमा के मलाई यो अभाकाडो खाँदाखेरि मनै पर्दैन थियो कस्तो खालको फल होला भन्थे है तर आजभोलि त यस्तो मिठो लाग्छ है कस्तो त्यसको टेक्स्चर नै फाल्टै हुन्छ नि त हेर्दाखेरि यस्तो भए पनि खाँदाखेरि त्यस्तो भए पनि तर एकदमै हेल्दी फुडमा पर्छ नि त अनि त्यही भएर म सपिङ गर्नु गएको बेलामा चाहिँ लिएर आउँछु काममा जानुभन्दा अगाडि ठ्याक्क कपाल सपाल नुहाएर रेडी हुँदैछु म चाहिँ अबको 1 or 2 इयर भित्रमा चाहिँ कपाललाई एकदमै लामो बनाउने इच्छा छ क्या मेरो इच्छा भन्दा पनि मेरो बुढाको इच्छा हो क्या मलाई चाहिँ कपाल अलिकति छोटो नै मनपर्छ आजभोलि चाहिँ पहिला चाहिँ लामो भइदियो हुन्थ्यो भन्ने हुन्थ्यो तर आजभोलि चाहिँ म एकदमै सर्ट हेयरमा इन्ट्रेस्ट राख्छु मेरो बुढाले चाहिँ नकाट भनेर मात्रै मैले कपाल नकाटेको हो तर मलाई एकदमै काट्न चाहिँ मन छ तर म 2 वर्षसम्म चाहिँ लामो बनाउँछु अनि त्यसपछि काट्छु भनेर सोचिरहेको छु क्या यस्तो स्किन केयर गर्दाखेरि पनि कति धेरै पिम्पल आउँछ के कहिलेकाहीँ किन हो के म अचम्म लागेर आउँछ कहिलेकाहीँ त कस्तो कन्फिडेन्ट नै लो भए जस्तो हुन्छ क्या लो कन्फिडेन्टवाला फिल आउँछ क्या मलाई पिम्पलले गर्दा बाहिर कस्तो जाडो छ नि त अझै पनि अनि यो अब निगाचुभरि साङ्गाचुभरि त लगभग चिसो नै हुन्छ नि त जापानमा अनि यसरी 2-3 खाप लगाएर जान्छु कि अनि तातो हुन्छ ट्रेनमा त जाडो हुन्न तर अलिकति बाहिर निस्केपछि थोरै जाडो हुन्छ क्या जहिले यसरी कुद्नु पर्छ के हेर्नु न ट्रेन भेट्नका लागि के अनि म जहिले जाँदै हुन्छु होइन मलाई यो वाला सिङ्गोले जहिले रोकिदिन्छ क्या एकछिन ट्रेन आउने लागिसकेको हुन्छ त्यहाँ पारी होइन अनि तर मलाई जहिले पनि यसैले रोकिदिन्छ क्या यस्तो रिस उठ्छ नि कहिलेकाहीँ त अनि स्मुदी किनेर म चाहिँ खाँदै गएँ किनभने बिहान मैले अभाकाडोहरू मात्रै खाएको थिएँ अरू केही पनि खाएको थिइनँ अनि हेर्दै मेरो काम गर्ने ठाउँ पनि आइपुग्यो मैले चाहिँ रोजिन होममा काम गर्छु खाइसाको नाम नै स्माइल कोट आज मलाई काममा के डेकोरेसनको लिडर राखिदिएको रहेछ के अनि यति धेरै मान्छे हुन्छ मलाई के गरौँ भनेर टेन्सन लागिरहेको थियो अनि तर मैले पछि क्या बलिङ गेम खेलाएको थिएँ क्या अनि सबैजना बुढाबुढीहरू खुसी भएको थियो क्या अनि त्यो देखेर चाहिँ मलाई पनि खुसी लागेको थियो अनि आजको मेरो खाजा चाहिँ यो रामेन हो मैले आज खाजा बनाउनु भ्याइनँ त्यही भएर यो खान्छु ल